नमस्ते, म कोरियन भाषा प्रशिक्षक मधुसूदन कुँवर। इपिएस भाषा परीक्षासँग सम्बन्धित हामीले विभिन्न विषयवस्तुहरू प्रस्तुत गर्दै आइरहेका छौँ। आजको श्रृङ्खलामा बीमा सम्बन्धी यी परीक्षामा एकदमै महत्त्वपूर्ण विषय पनि हो। बीमा सम्बन्धी हामीले केही छलफल गर्नेछौँ। सुरु गरौँ है त। ल, अब बीमा सम्बन्धी विषयहरू वैकुगिन खुल्लोजा छन्योङ फोहम भनेको छ विदेशी मजदुरको लागि मात्र बीमा है। अब हामी कोरिया एज अ कामदारको रूपमा चाहिँ हामी कोरिया गइसकेपछि हामीले बिमा गर्नुपर्छ। बिमा गऱ्यौँ भने चाहिँ हाम्रो स्वयं हाम्रो कल्याण हुन्छ है। विभिन्न प्रकारका बिमाहरू छन्। बिमाका पनि आफ्ना उद्देश्यहरू छन्। त्यो उद्देश्य अनुरूप हामीलाई कल्याण दिने गर्छन् है। ल, विदेशी मजदुरको लागि बिमा भनेको छ वैकुगिन खुल्लोजा छन्योङ फोहम भनेको छ विदेशी मजदुरको लागि बिमा। छन्योङ फोहमुरोनुन प्रयोग गर्ने बिमाको रूपमा चाहिँ छुल्गुक माङ्गी फोहम भन्छ। यो छुल्गुक माङ्गी फोहम भनेको अवकाश रकम हो है। कोरियन मान्छेहरूले कोरियामै काम गरे बापत उनीहरूले थैजिकुम प्राप्त गर्छन्। विदेशी कामदारले कम्पनी छोड्ने बेलामा 1 वर्षभन्दा माथि काम गरेर कम्पनी छोड्ने बेलामा छुल्गुक माङ्गी फोहम प्राप्त गर्ने गर्छन् है। ल, यो थैजिकुम भनेको सरी थैजिकुम भन्नु र छुल्गुक माङ्गी फोहम भनेको एउटै हो। अनि खुइगुक फियोङ फोहम भनेको छ यो भनेको प्लेन टिकट हो है। कोरियामा एउटा निश्चित समय अवधि बिताइसकेपछि पुनः कोरिया नफर्कने गरी नेपाल आउने बेलामा चाहिँ हामीलाई प्लेनको टिकट दिन्छ। प्लेनको टिकट बापतको हामीले पहिला नै बिमा गरिराखेका हुन्छौँ। त्यो प्रकारको बिमालाई चाहिँ खुइगुक फियोङ फोहम भन्छ है। अनि साङहे फोहम भनेको चाहिँ चोटपटक बिमा। चोटपटक बिमा भनेको कम्पनीभन्दा बाहिर कम्पनीको कामसँग सम्बन्धित नभएर कम्पनीभन्दा बाहिर कुनै पनि किसिमको चोटपटक लाग्छ भने त्यो अवस्थामा चाहिँ हामीले यो साङहे फोहम प्राप्त गर्न सक्छौँ है। कम्पनीको काम गर्दै गर्दा केही चोटपटक लाग्यो भने सान्छे फोहम भन्ने एउटा बिमा हुन्छ, त्यो बिमा प्राप्त गर्न सक्छौँ। तर कम्पनीभन्दा बाहिर केही चोटपटक लाग्यो भने त्यो अवस्थामा चाहिँ साङहे फोहम प्राप्त गर्न सक्छौँ। अनि इमगुम छेबुल फोजुङ फोहम भनेको छ यो भनेको चाहिँ तलबमा ढिलाइ भनेको है। कम्पनीमा कुनै पनि किसिमको भवितव्य आइपर्दाखेरि कम्पनीकै कारणले गर्दा सुकेको अवस्था भयो भने अथवा सुक्ने अवस्था आयो भने चाहिँ यो इमगुम छेबुल फोहम भनेको कम्पनीमा काम गर्ने कर्मचारीलाई भार नपरोस् भनेर कम्पनीमा साउले दिन्छ। साउ त्यति फटाहा पनि हुँदैन। साउले दिन्छ, सामान्य अवस्थामा दिन्छ। तर यदि कुनै भवितव्य घटना आयो भने अथवा केही महामारी आयो भने चाहिँ कम्पनी पनि सङ्कटमा पर्ने अवस्था हुन्छ। त्यो सङ्कट मा परेको बेलामा चाहिँ तलबमा केही कटौती हुनसक्छ, तलबमा ढिलाइ हुनसक्छ। त्यो बेला प्राप्त गर्ने क्षतिपूर्ति भनेको चाहिँ इमगुम छेबुल फोहम भन्छ है। अन्त इमगुम छेबुल फोजुङ फोहम भनेको छ इस्सुमिदा आदि छन्। यी छोङेसनुन यी मध्येमा चाहिँ खुइगुक फियोङ फोहमग्वा साङहे फोहमुन वैगुगिन खुल्लो जग्गा फान्दुसी खाइपिया हामीदा भन्छ। यी मध्येमा चाहिँ यो साङहे फोहम चोटपटक बिमा र वैगुगिन खुल्लो जग्गा फान्दुसी खाइपिया हामीदा भन्छ। यी दुई प्रकारका बिमा खुइगुक फियोङ फोहम र साङहे फोहम चाहिँ अनिवार्य रूपमा चाहिँ विदेशी मजदुरले बिमा भर्नुपर्ने हुन्छ है। ल, अब यो बिमा सुरु गर्न भन्दा पहिला चाहिँ हामीले यो खोयोङ हगाजे इपिएसको बारेमा इम्प्लोइमेन्ट पर्मिट सिस्टम भन्छ इपिएसको बारेमा हामीले थोरै चर्चा गरौँ। नेगोगिनुल खुहाजी मोत आए भनेको छ स्वदेशी कर्मचारी खोज्न नसकेर स्वदेशमा कोरियामै काम गर्ने जनशक्तिको अभाव भएको कारणले गर्दा इल्यक नानुल ख्याक्को इनुन साहब जाङे भनेको छ है। कार्यस्थलहरू जस्तो जनशक्ति अभाव भगिरहेका कार्यस्थलहरूमा भनेको है कोरियामा कोरियन साउले चाहिँ काम गर्ने कर्मचारीहरू खोज्न सकेन। त्यो बेलामा यो कार्यस्थलहरू एकदमै कामदारको अभाव भगिरहेका हुन्छन्। हो त्यो समस्या समाधान गर्नको लागि इल्जागान योगन हाए भनेको छ निश्चित शर्तहरू पुरा गरेर वैगुगिन खुल्लोजारुल विदेशी मजदुरहरूलाई
합법 적으로 भनेको कानुनी रूपमै 허용할 수 있도록 허가해주는 제도입니다 भन्छ है। विदेशी मजदुरलाई यो निश्चित शर्त पुरा गरेर कोरियामै काम गर्ने किसिमको एउटा वातावरण सिर्जना गर्ने प्रणाली चाहिँ स्वयं हगाजे रोजगार अनुमति प्रणाली हो है। स्वदेशी कामदार नपाएर जनशक्ति अभाव परेको कार्यस्थललाई निश्चित शर्तहरू पुरा गरिसकेपछि विदेशी कामदारलाई कानुनी रूपमै रोजगार दिन अनुमति प्रदान गर्ने प्रणालीलाई के भनिन्छ? प्रणालीलाई चाहिँ रोजगार अनुमति प्रणाली भनिन्छ है। ल अब सादे फोहम भन्छ, यो 4 प्रकारको बिमा भनेको है। 4 प्रकारको बिमा, 4 प्रकारको बिमा। यो सादे फोहम भनेको के हो भन्दा यो भनेको विदेशी मजदुरले पनि अनिवार्य भर्नुपर्ने बिमा हो र कोरियामा काम गर्ने कोरियन मान्छेहरूले पनि भर्नुपर्ने बिमा हो है। सादे फोहम भनेको दुवैजनाको लागि आवश्यक पर्ने बिमा हो है। ल हेर्नु त, 국민의 복지를 위해 भनेको छ, नागरिकको कल्याणको लागि भनेको है। 국가에서 관리하는 보험입니다। राष्ट्रबाट चाहिँ उपलब्ध गराउने व्यवस्था गर्ने बिमा हो। नागरिकको कल्याणको लागि राष्ट्रबाट प्रदान गर्ने खालको बिमा हो। 해당 자가 의무적으로 भनेको छ। 해당 자 भनेको सम्बन्धित पक्षले सम्बन्धित व्यक्तिले अनिवार्य रूपमा, 의무적으로 भनेको कर्तव्यको रूपमा भनेको, कर्तव्यको रूपमा चाहिँ खाइपेया 합니다। दर्ता गर्नुपर्छ। ती बिमाहरू के हुन् भन्दाखेरि एङ्गुम फोहम भन्छ, यो भनेको चाहिँ पेन्सन बिमा हो। राष्ट्रिय पेन्सन बिमा, पेन्सन बिमा है। अनि 국민 건강 फोहम भन्छ, स्वास्थ्य बिमा, स्वास्थ्य बिमा है। अनि 고용 फोहम भन्छ, रोजगार बिमा। अनि सान्छे फोहम भनेको चाहिँ औद्योगिक दुर्घटना बिमा भन्छ है। औद्योगिक दुर्घटना, औद्योगिक दुर्घटना। यी प्रकारका 4वटा प्रकारका बिमालाई चाहिँ हामी सादे फोहम भन्छौँ है। यी बिमाहरू चाहिँ विदेशी कर्मचारीले पनि भर्नुपर्छ, कोरियामै काम गर्ने मान्छेहरू कर्मचारीले पनि भर्नुपर्ने बिमाहरू हुन् है। ल अब हेर्नु त, यहाँ नेपालीमा पनि लेखेको छ, नागरिकहरूको कल्याणको लागि सरकारले, कोरियन सरकारले अथवा सरकारले व्यवस्थापन गर्ने बिमा प्रणाली हो। यसमा सम्बन्धित व्यक्तिले, 해당 자가 भनेको छ सम्बन्धित व्यक्तिले 의무적으로 अनिवार्य रूपमा सदस्यता लिनुपर्ने हुन्छ। यी बिमा अन्तर्गत पेन्सन बिमा, राष्ट्रिय स्वास्थ्य बिमा, रोजगार बिमा र औद्योगिक दुर्घटना बिमा पर्ने गर्दछन् है। अब यो सान्छे फोहम भनेको चाहिँ साङ्हे फोहम र सान्छे फोहम भनेको, साङ्हे भनेको कम्पनी बाहिर, जस्तो मजदुर क्रिकेट खेल्दाखेरि अथवा फुटबल खेल्दाखेरि कुनै प्रकारको चोटपटक लाग्यो भने त्यो बेलामा पाइने, दाबी गर्नुपर्ने बिमा भनेको चाहिँ साङ्हे फोहम हो। अनि कम्पनीभित्रै काम गर्ने बेलामा चाहिँ दुर्घटना भयो भने त्यो बेलामा दाबी गर्नुपर्ने बिमा चाहिँ सान्छे फोहम भन्ने हुन्छ है। ल अब हेर्नु त, 귀국 비용 फोहम भन्छ, यो भनेको प्लेन टिकट, 귀국 비용 फोहम भनेको प्लेन टिकट भनेको, प्लेन टिकट भनेको के हो भन्दा अब हेर्नु त, यही भनेको छ, 외국인 근로자가 विदेशी मजदुरले 일시 출국 최후에 भनेको छ, केही समयको लागि नेपाल फर्किने भन्दा बाहेकको अवस्थामा 사진 출국 또는 강제 퇴거의 경우에 भनेको छ। केही समयको लागि नेपाल फर्कन चाह्यो भने यो बिमा दाबी गर्न पाइँदैन। यो बिमा दाबी गर्नको लागि चाहिँ यो 귀국 비용 फोहम दाबी गर्नको लागि पूर्ण रूपमा कोरिया छोडेर नेपाल फर्कने बेलामा दाबी गर्नुपर्ने बिमा हो। कुन कुन अवस्थामा? 사진 출국, स्वेच्छाले देश फिर्ता हुने, 강제 퇴거 भनेको जबरजस्ती देश निकाला भएको अवस्थामा चाहिँ, 충당하는 목적으로 가입해야 하는
फोहम निदा भन्छ। है अनिवार्य रूपमा भर्नुपर्ने बिमा जबरजस्ती देश निकाला भएको बेलामा र स्वइच्छाले देश फिर्ता हुने बेलामा चाहिँ हामीलाई कोरियाको इन्सन खोङाङमा चाहिँ यो प्रकारको बिमा उपलब्ध गराइन्छ है। यदि कोरियामा कुनै भावितव्य तपाईँले कुनै घटना घटाउनु भयो, कुनै नराम्रो काम गर्नुभयो भने तपाईँले देश निकाला गर्ने अवस्था पनि आउन सक्छ। त्यो बेलामा कोरियन साउले तपाईँले गल्ती गर्नुभयो, तपाईँ कोरियन साउले तपाईँको पैसा तिर्दैन, तपाईँले आफै तिर्नुपर्ने हुन्छ। त्यो बेलामा चाहिँ त्यो खुइगुक फियोङ फोम अलरेडी नै बिमा राखेको हुन्छ। हो त्यहीबाट चाहिँ हामीले यो खुइगुक फियोङ फोम पट्टा गर्ने गर्दछ। यसलाई चाहिँ हामीले खुइगुक सी फ्रिवान हाङगोङ बी भन्दा पनि हुन्छ। घर फर्कने बेलामा घर फर्कने बेला आवश्यक प्लेन टिकट है। यसलाई चाहिँ के भन्छ? खुइगुक फियोङ फोम भन्छ है। ल अब इमगुम छेबुल फोजुङ फोम भन्छ। के भनेको तलबमा कट्टा, तलबमा ढिलाइ। बेला दाबी गरिने बिमा। तलबमा ढिलाइ भयो भने दाबी गरिनेको प्रकृतिको बिमा हो। अब के भन्छ हेरौँ है। चावत जुगा खुन्मु जाएगे खुल्लो जाएगे भनेको छ। इमगुमुल छिकु बाजी म त हाल खेङु हेनुन् भनेको छ है। साउले यदि कर्मचारीलाई तलब दिन नसक्ने अवस्था आयो भने खोसाङ्गे जुनुन छेदो हिम्निदा भनेको छ, अथवा फोहम हिम्निदा भन्दा पनि हुन्छ है। फोहम हिम्निदा यदि साउले कामदारलाई तलब दिन नसकेको अवस्थामा क्षतिपूर्ति बापत प्राप्त गर्ने बिमा भनेको है। यसलाई चाहिँ हामीले इमगुम छेबुल फोजुङ फोहम भन्छ। साउले दिन्छ, सामान्य अवस्थामा दिन्छ, साउ फटा हुँदैन। तर कुनै भावितव्य घटना आयो भने चाहिँ साउले पैसा दिन नसक्ने अवस्था पनि हुनसक्छ। त्यो बेलामा चाहिँ हामीले क्षतिपूर्ति प्राप्त गर्न सकिन्छ। त्यो प्रकारको क्षतिपूर्तिलाई के भनिन्छ? इमगुम छेबुल फोजुङ फोम भन्छ। तलबमा ढिलाइ हुने बेलामा दाबी गरिने बिमा हो है। ल अब खङ्गाङ फोम भन्छ। यो स्वास्थ्य बिमा भनेको है। स्वास्थ्य बिमा हामीले पनि गर्नुपर्छ। कुनै पनि प्रकृतिको घटना कुन बेला हुन्छ भनेर हामीले पूर्वानुमान गर्न सकिँदैन। त्यसैले प्रिभेन्सन इज बेटर देन क्योर भन्छ। त्यो भनेको केही घटना घट्नुभन्दा पहिला त्यो घटनालाई रोकथाम गर्नु, पहिला नै रोकथाम गर्नु उचित हुन्छ भन्ने सिद्धान्त अनुसार चाहिँ हामीले पनि स्वास्थ्य बिमा गर्नुपर्छ है। ल अब हेर्नु त। फ्यङ छिलब्याङ भन्छ। छिलब्याङ पुसाङ चोटपटक तागो दुर्घटना इन्हान उइर्योबी फुदामुल छुरिगी उइए भनेको छ। रोग लाग्यो, चोटपटक लाग्यो, अथवा कुनै पनि दुर्घटनाको कारण खाइपिया आनुन फोहम निदा भन्छ है। अब यो फुदामुल छुरिगी उइए भनेको छ नि, यो भनेको उइर्योबी फुदामुल छुरिगी उइए भनेको उपचार खर्च कम गर्नको लागि, उपचार खर्च कम गर्नको लागि चाहिँ दाबी गरिने बिमा हो है। यसलाई चाहिँ खङ्गाङ फोहम भन्छ। अब हेर्नु त यो बिमा चाहिँ चोटपटक दुर्घटना कारण हुने उपचार खर्चको भार कम गर्नको लागि अनिवार्य रूपमा भर्नुपर्ने बिमा चाहिँ यो खङ्गाङ फोहम भन्ने हुन्छ। अब यो खोयोङ फोहम भन्छ। यो रोजगार बिमा भन्ने हुन्छ। रोजगार बिमा है। अब यो रोजगार बिमा भनेको कस्तो भन्दा सिरप एबाङ भनेको छ। यो भनेको बेरोजगारी रोकथाम भन्ने हुन्छ। बेरोजगारी रोकथाम। अनि सेङवाल आन्जन भनेको सुरक्षा भनेको जीवनयापनको सुरक्षा, जीवन सुरक्षा भन्ने हुन्छ। र छिछुयबुल छिउ नागे उयान भनेको रोजगारको लागि चाहिँ सहायता प्रदान गर्नको लागि। यदि कम्पनी कुनै घाटामा पुग्यो अथवा कम्पनीमा कुनै भाविताप्य आएर कम्पनी बन्द हुने अवस्था आयो,
अनि त्यहाँ काम गर्ने कर्मचारीहरू बेरोजगार बस्नुपर्ने अवस्था आउँछ। त्यो बेलामा चाहिँ हामीले खोयोङ फोहमलाई दाबी गरेर क्षतिपूर्ति प्राप्त गर्न सकिन्छ। त्यस्तो प्रकारको बिमालाई चाहिँ खोयोङ फोहम भनिन्छ है। ल खोयोङ फोहम भन्छ। अब यो छुल्कुक माङ्गी फोहम भन्छ है। अब छुल्कुक माङ्गी फोहम भनेको हामीले अघि नै हामीले छलफल गरिसक्यौँ। यो थैजिकुम भनेको है, थैजिकुम, त्यसलाई चाहिँ हामीले थैजिकुम भन्दा पनि मिल्छ है। विदेशी कर्मचारीले कम्पनी छोड्ने बेलामा छुल्कुक माङ्गी फोहम प्राप्त गर्छन्। बुझ्नुहोस् है कुरा। छुल्कुक माङ्गी फोहम भनेको विदेशी कर्मचारीले कम्पनी छोड्ने बेलामा छुल्कुक माङ्गी फोहम भनेर बिमा रकम प्राप्त गर्छ, के अरे त्यो अवकाश रकम प्राप्त गर्छन्। कोरियन मान्छेले सोही कार्यस्थलमा काम गरे बापत कम्पनी छोड्ने बेलामा थैजिकुम प्राप्त गर्छन्। एउटै हो, थैजिकुम भन्नु र छुल्कुक माङ्गी फोहम भनेको एउटै हो। तर विदेशी कर्मचारीले छुल्कुक माङ्गी फोहमको नाममा पाउँछन् भने कोरियन मान्छेहरूले थैजिकुमको नाममा पाउँछन्। त्यति फरक हो, अरू केही पनि होइन। साबजाङ इथालप्सी भनेको छ नभागी भनेको, कार्यस्थलबाट नभागी, कार्यस्थल नछोडी इल्ना निसाङ 1 घण्टाभन्दा 1 वर्षभन्दा माथि खुनमुहान वैगुगिन खुल्लो जाए काम गरेको विदेशी मजदुरको छुल्कुक्सी घर फर्कने बेलामा है, अस्थायी रूपमा घर फर्कन चाह्यो भने पाउँदैन। फेरि केही समयको लागि नेपाल फर्किन्छु मलाई यो बिमा दिनुहोस् भन्न पाइँदैन है। पूर्ण रूपमा कोरिया छोडेर त्यो कम्पनी छोडेर नेपाल फर्कने बेलामा अथवा अन्य कम्पनी खोज्ने बेलामा चाहिँ यो बिमा दाबी गर्ने हो। छङ्गु हानुन मोक्जगुरो साबजुगा खाइ पानुन फोहमिदा भनेको छ। यो साउले नै बिमा गरिदिने गर्छ। 1 वर्षभन्दा माथि काम गर्ने कर्मचारीको लागि यस्तो प्रकारको बिमा उपलब्ध गराउने गर्छ है। यसलाई चाहिँ के भन्छ, छुल्कुक माङ्गी फोहम भन्छ। यो भनेको अवकाश रकम भनेको कार्यस्थल नछोडी लगातार 1 वर्षभन्दा बढी समय काम गरेका वैदेशिक कर्मचारीले देश फर्किँदा दाबी गर्न सकिने उद्देश्यले रोजगारदाताले गरिदिने बिमालाई के भनिन्छ, छुल्कुक माङ्गी फोहम भनिन्छ है। ल अब साङ हे फोहम भन्छ। मैले अघि नै भनिसकेको छु। यो साङ हे फोहम भनेको कार्यस्थल भन्दा बाहिर दुर्घटना साङे भयो है। सान्छे भनेको कार्यस्थल दुर्घटना, कार्यस्थल भन्दा बाहिर हुनेलाई साङे भन्छ, कार्यस्थलमा हुने दुर्घटनालाई सान्छे भन्छ है। ल अम्मुसाङ छेहे इवे हागो भनेको छ कामसँग सम्बन्धित बाहेक भनेको है। वैगुगिन खुल्लो जाए विदेशी मजदुरको तामाङ आगाना मृत्यु हुने अथवा छिलब्यङे खल्या सुल्तेनुन है, खल्या सुल्तेनुन तामाङ हागाना रोग लाग्यो मृत्यु भयो अथवा रोगले ग्रसित पार्ने बेलामा चाहिँ छङ्गु आगी उये वैगुगिन खुल्लो जागा खाइपिया हानुन फोहमिदा भनेको छ विदेशी मजदुरले दाबी गर्नुपर्ने बिमा हो है। अब कम्पनी बाहिर काम गर्ने बेलामा, कम्पनी बाहिर चाहिँ कुनै खेल खेल्ने बेलामा अथवा केही रमाइलो गर्ने बेलामा केही दुर्घटनामा पर्यो, मृत्यु पनि भयो भने त्यसको बिमा तिर्दिने काम साउले गर्दैन, त्यो मजदुर आफैले गर्नुपर्छ है। त्यस्तो प्रकारको बिमालाई साङ हे फोहम भनिन्छ, साङ हे फोहम है। अब हेर्नु है, कामसँग सम्बन्धित दुर्घटना बाहेक वैदेशिक कामदारले मृत्यु वा रोग लाग्दा दाबी गर्नको लागि अनिवार्य रूपमा भर्नुपर्ने बिमा है, यो चाहिँ साङे फोहम भन्छ। अब सान्छे फोहम भनेको कम्पनीभित्र काम गर्दै गर्दा अम्मुसाङ छेहे कामसँग सम्बन्धित दुर्घटना, कार्यस्थलभित्र दुर्घटनामा खोसाङ चोटपटक लाग्यो, योयाङ उपचार खर्च बिहोर्नु पर्यो, छेवार्याङ भनेको पुनर्स्थापना हुनु पर्यो है। अब रोग लागिसकेपछि पनि पुनर्स्थापना हुन अलिक टाइम लाग्छ। त्यो छेवार्याङ भनेको, यो छेवाल भनेको चाहिँ पुनर्स्थापना भन्ने हुन्छ। छङ्गु आगी उये दाबी गर्नको लागि सायङ जागा खाइपिया हानुन फोहमिदा। अब यो बिमा चाहिँ साउले नै दर्ता गर्ने हो है।
त्यो आफ्नो कर्मचारीले आफ्नो कार्यस्थलमा काम गर्ने कर्मचारीको सुरक्षा चाहिँ साउले गर्नुपर्छ। त्यसैले यो बिमा चाहिँ कसले भरिदिने गर्छ? साउले भरिदिने गर्छ। यो सायोङ्जा भनेको छ नि, यो सायोङ्जा भनेको चाहिँ साउले नै भरिदिने गर्छ। कामसँग सम्बन्धित दुर्घटना, उपचार वा पुनर्स्थापनाको लागि क्षतिपूर्ति दाबी गर्नको लागि सदस्यता लिनुपर्ने बिमा चाहिँ के हो त? यो सान्छे फोहम हुन्छ। सान्छे फोहमले यस्तो काम गर्छ। ल अब खुकमिन एङ्गुम फोहम भन्छ यो राष्ट्रिय पेन्सन बिमा। राष्ट्रिय पेन्सन बिमा, राष्ट्रिय पेन्सन बिमा भनेको के हो भन्दा हेर्नु त, उमेर बढ्दै जाँदाखेरि काम गर्न नसक्ने अवस्था पनि आउँछ है, अनि रोगले पनि ग्रसित पार्न सक्छ, रोजीरोटीको लागि आफ्नो तागत पनि हुँदैन, त्यसको लागि केही न केही क्षतिपूर्तिको आवश्यक पर्छ। त्यो बेलामा चाहिँ हामीले यो खुकमिन एङ्गुम फोहम भन्छ राष्ट्रिय पेन्सन बिमा दाबी गर्न सकिन्छ है। ल हेर्नु त, नाइगा थुल्दा भनेको उमेर बढ्नु भन्ने हुन्छ, नाइगा मक्ता पनि भन्छ है, नाइगा मक्ता अथवा थुल्दा उमेर बढ्नु, उमेर बढ्नु भन्ने हुन्छ। उमेर बढ्दै गर्दा सोदोगी अपगना, आय छैन, कुनै पनि आय आर्जन छैन, आय आर्जन अपगना छाङे भन्छ, छामेङ भनेको अपाङ्गता, अपाङ्गता भयो अथवा सामाङ मृत्यु भयो हुने अवस्थामा फाल्सेङ्गा सुल्ते भनेको उत्पन्न हुने बेलामा, अब यस्तो अवस्था उत्पन्न हुने बेलामा चाहिँ अङ्गु हानुन मोक्जगुरो दाबी गर्ने उद्देश्यले खाइ पानुन फमिदा दर्ता गरिने बिमा हो भनेको छ। आम्दानी छैन, उमेर बढ्दै गयो, आम्दानी छैन, त्यही माथि पनि अपाङ्गता छ अथवा मृत्यु पनि भयो भने यस्तो अवस्थामा दाबी गर्न सकिने बिमा चाहिँ खुकमिन एङ्गुम फोहम भन्छ, राष्ट्रिय पेन्सन बिमा हो है। ल हस्, 감사합니다।